हेलो हेलो साथीहरू, हामी चाहिँ फाइनल्ली घर आइपुगेका छौँ। घर चाहिँ किन आएको भन्दाखेरि भोलि इलेक्सन छ, सबैलाई थाहा छ। त्यसको लागि हामी घर आएको छौँ। हाम्रो मतदाता नामावली चाहिँ यतै नमी डाँडाबाट भयो। हेलो, आज चाहिँ म अस्ति के भन्नुभएको थियो भने मौरी चाहिँ छैन होला, घार र गुड मात्रै देखाएको भन्ने कुरा गर्नुभएको थियो कसैले कमेन्टमा। त्यही भएर आज म चाहिँ मौरी देखाउँदैछु। हेर्नु है, मेन हामीले खाने मौरी यो दुलोको हो। इल्चीको बोट छ यहाँ, रुख टमाटर देख्न सक्नुहुन्छ। ठिक दुईवटा फलेको छ। कागतीको बोट, कागती सानो मात्रै रहेको रहेछ। अब त यस्तो हेर्नु नै, यस्तो खालको मात्रै रहेको रहेछ। सबै सकिएछ। अस्ति ठुल्ठुलो थियो, ठुल्ठुलो टिपेर खाइहाल्यौँ। यस्तो धमिलो भएको रहेछ क्या पानी, त्यो भएर माछा चाहिँ देखिरहेको छैन, पानी धमिलो भएर। यता डुल्दै हुनुहुन्छ, के भन्दै गफ गर्दै गर्दै। एकै साल धेरै फलाउन लाग्यो नि। अब चाहिँ सुरुमा के चाहिन्छ त भन्दाखेरि, घरमा बस्दा पानी चाहियो। म पानी थाप्दैछु। हेर्नुहोस् है, यहीँनिर आँगनमा धारो छ। कतिवटा छ भन्दा एउटा, योसँग दुईवटा भयो। रेडी छ। यता के खाना बनाउने? बनाउँदिनँ म त। के गर्ने त? के बस्ने कस्तो बस्ने हो? बुढीलाई नसघाउने? छोरी मान्छेले खाना बनाउँछ। छोरी मान्छेले कहाँ लेखेको हुन्छ छोरी मान्छेले बनाउँछ भन्ने? कहाँ लेखेको छ देखाउनु त। यहाँ छ मेरा दिमागमा मात्रै लेखेर हो। यहाँ चाहिँ खाना पक्दैछ। सरले खाना पकाउँदै हुनुहुन्छ। घरहरू सबै सफा गरिसक्यो, बाहिर भित्र सबै सनक्क पारी फाइनल्ली बस्न लायक भयो। अब चाहिँ फाइनल्ली काम साम सकेर म चाहिँ एकछिन बसेको छु। बसेर हामीले उताबाट सुन्तला ल्याएका थियौँ। अब म सुन्तला खान्छु है त, गाई चारो काटेर खाऊ।